नमस्कार सम्पूर्ण साथीहरुलाई एकदमै नमस्कार छ। आज ठ्याक्कै हाम्रो यो भारतको पुना रामशिलाल म्युजिक स्टुडियोमा चाहिँ हामी आएका छौं र नमस्ते सबैजनालाई। अहिले चाहिँ हामी रामशिलाल म्युजिक प्राली भारतको पुणेमा छौं र सबैजनालाई सांगीतिक अभिवादन। विगत धेरै लामो समयबाट अब एउटा परदेशमा पनि गीत गाउने इच्छा चाहना भएका जसको चाहिँ अब लगानी धेरै हुँदैन उनीहरुका लागि एकदमै राम्रो सेवा सुविधा दिनुभएको छ। उहाँलाई एकदमै म नमन गर्न चाहे हाम्रो रामशिलाल सरजीलाई। म्युजिक भिडियोको पुरै फाइनल उहाँसँग हुन्छ, अडियो भिडियो सबै हुन्छ। लय शब्द सबैलाई फेरि पनि नमस्कार र धेरै धेरै धन्यवाद छ। हाम्रो अहिले आयुषका बालाई पनि धेरै धेरै धन्यवाद छ। उहाँ चाहिँ फेसबुकमा एकदमै छाइरहनु भएको छ, एकदमै मेहनत गर्नु भएको छ। एकदम आफ्नो कला भाषालाई जोगार्न गर्नु भएको छ, सबैलाई मनोरञ्जन दिनुभएको छ र उहाँलाई पनि स्वागत गर्न चाहे। हजुर एकदम धन्यवाद छ हजुरलाई। आज चाहिँ म यतातिर घुम्नको लागि र उहाँको म पनि पहिल्यैदेखि अब म्युजिकमा अलिकति इन्ट्रेस्ट राख्ने मान्छे, त्यसपछि उहाँलाई चाहिँ भेटौँ र म्युजिकको विभिन्न यहाँ छन् अब इक्विपमेन्टहरू बाँसुरी यो सबै कुराहरू हेर्नको लागि र उहाँसँग एउटा भेटघाट गर्नको लागि आएको थिएँ। तपाईहरुको जुन यो सेवा सुविधा छ नि त्यसमा चाहिँ सबै कुराहरू एरेन्ज म्युजिकको जो ट्र्याकदेखि लिएर सबै कुराहरू तपाईहरुले गर्नुहुन्छ नि? एकदमै सबै कुराको व्यवस्था छ। अहिले सबै उहाँले कति तपाईको गीत अहिलेसम्म भयो होला? अब यो युट्युबको जमाना त 400-500 भन्दा बढी भइसक्यो। हजुर एकदम। अनि कमसे कम आफ्नो अरूको लगाएर अब 2000 जति अडियोको काम गरेँ मैले। हजुर। त 500-600 भिडियोहरू गरेँ। अनि जुन यतैबाट भए पनि हामीले सबैले जो नयाँ नयाँ भाइ बहिनीहरू आउँछ उहाँहरूलाई पनि हामीले साथ सपोर्ट गरेका छौँ। हजुर एकदम। अझ कोही इच्छुक हुनुहुन्छ भने हाम्रो टिममा जोडिन सक्नुहुनेछ र आउन सक्नुहुन्छ। तपाईहरु जसको कला क्षमता छ तपाईहरु जोडिनु होला। एउटा सपना पनि हुन्छ कसैको म्युजिक अब भिडियो भनेको त कसैको सपना पनि हुन्छ। तपाईहरुले यता आएर पुरा गर्न सक्नुहुन्छ। अहिलेसम्म उहाँको एकदमै एक्सपिरियन्स छ। पहिल्यैदेखि अब पुरानो जमानादेखि क्यासेटको जमानादेखि काम गर्दै आउनुभएको छ उहाँ र उहाँको अहिले भन्नुभयो 500 प्लस गीतहरू चाहिँ युट्युबमै छन् उहाँको गीत र उहाँको फेरि स्वरको त हामी कुरै नगरौँ। म त उहाँको स्वरको फेरि फ्यान हो है। ल एउटा गीत उहाँबाट हामीले सुन्नेछौँ। सोनियाको छु र निन्नु नहेरोन खासो सकी लाग्या हरि मन साग घाम पढ्या कुइलाउन्या परदेश मेरा भाग परदेश रहनु परदेश खानु परदेश मेरा भाग परदेश रहनु परदेश खानु। थ्याङ्क यू सो मच। एकदमै उहाँको स्वरको त म तारिफ कति गरौँ, यो त तारिफ गर्न भन्दा पनि एकदमै भनौँ न एउटा सुदूरपश्चिमको जो संस्कृति छ संस्कार छ एकदमै उहाँको स्वरमा बसेको छ। अर्को कुरा उहाँले गीत गाउने मात्रै हैन
विभिन्न एरेन्जदेखि एकदमै बहु प्रतिभाको धनी हुनुहुन्छ उहाँ। चाहिँ हामीले एरेन्ज चाहिँ हामीले सहकार्य गरेर 2-3वटा स्टुडियो छ हाम्रो। दिपकिक स्टुडियोमा मैले 10 वर्ष भयो काम गरेको। 10 वर्ष होइन, विशेष स्टुडियोमा पनि 9-10 वर्ष भइसक्यो। विशेष रेकर्डिङ हजुर, त्यो हाम्रो शोभा थापा दिदीको। हजुर, र यहाँको स्टुडियोले पनि मलाई यति धेरै सर्ट सपोर्ट गरिरहेछ। इन्डियाको स्टुडियो हो। हजुर, उहाँको र मेरो सहकार्यमा एकदम हामीले कार्यहरू गरिरहेछौँ। हजुर, हरेक चिजहरू। अब केही दिनपछि फेरि हाम्रो दोहोरी देउडा दोहोरी सबै साथीहरूको हाम्रो कलाकार टिम तयार भइरहेको छ र हल्का हामी बिचमा केही बिजी अथवा व्यस्तताका कारणले हामीले दर्शक सामु ल्याउन सकेका छैनौँ हाम्रो ग्रुपलाई। अब लाइभ दोहोरी देउडा प्लस विभिन्न अब हुन्छ नि दोहोरी भनेपछि तपाईँहरूले बुझ्नुहुन्छ होला, सुदूरपश्चिमको एउटा संस्कार प्लस अब पश्चिमेली पूर्वेली दुइटै कुराहरू एउटैमा आउने समावेश हुनेछ। पूर्व मेची पश्चिम महाकालीको संस्कृति तपाईँहरू माझ हामी प्रवासबाटै भएर पनि विश्व सामु लाइभ दोहोरी आउनेछ र उहाँको टिम पनि चाहिँ एकदमै अब टिम पनि अब ल अहिले चाहिँ अब तपाईँले गर्नुभयो केही समय चाहिँ अझै लाग्छ होला होइन, अब भयो र भेटघाट पनि भयो, खुसी लाग्यो र सबैजनाले सायद उहाँको गीतहरू पनि सुन्नुभएको होला, युट्युबमा हेर्नुभएको होला पुरानो जमानादेखि। र उहाँलाई प्रायः जसो पुरानो जो मान्छे हुन् ओल्ड एजको मान्छेले धेरै चिन्नुहुन्छ र अहिलेको जमानाको मान्छेले पनि अहिले धेरै चिनिराख्नु भएको छ र विभिन्न सहकार्यहरू भारतमा एउटा प्रवासमा एकअर्कासँग सहकार्य गर्दै एकअर्कालाई धेरै सपोर्ट गरेर उहाँले। थ्याङ्क यू सो मच। फेरि हाम्रो हिजो अस्ति एउटा सुटिङ भएको गीत छ आसमाइले जङ्कुसुवा, सिद्धेश परियारजी र धना परियारजीको आवाजमा तपाईँहरूमा छिटै नै भिडियो सहित आउँदैछ। उहाँको गीत माया गरिदिनु होला है त। सबैजना जानु होला। आज आइसकब आया छन् हाम्रो सामने। अछामीबाटै कुराहरू विचार किन भनेपछि अब हाम्रो अछामी डोटेली भाषा तपाईँ डोटीको हो नि? हजुर, डोटेली र अछामी एउटै लाग्दछ मलाई। त्यही भएर हामीहरू सुदूरपश्चिमको हुनाले अब अछामीबाटै कुराकानी गरौँ भन्ने मेरो भनाइ भयो। एकदम। आज म पनि हल्का फुल्का हेर्नको लागि अब कस्तो हुन्छ त बिचरा, मेरो त पहिलेको रहर होइन। अब गीत आफूलाई त हल्का फुल्का यसो अब कमेडी समेत आउँछ, बाँकी उहाँको एकदमै फ्यान भएका कारणले गर्दा भेट्नको लागि आए थिएँ र कुराकानी पनि एकदम मिठो भएर उहाँको गीत पनि सुन्यौँ हामीले। र हजुरले ठाडी भाका पनि गाउनुहुन्छ नि? थ्याङ्क यू सो मच। हजुर एकदमै म त पुरै हजुरको स्वरमै एकदमै म त कहाँ हराएँ होइन। सानो स्वरहरू अझै पनि छन् होइन, धेरै स्वरहरू त हराए तर एउटा यहाँ चाहिँ मैले भेटाएँ है। होस् त साथीहरू, एकदमै उहाँसँग भेट भयो, खुसी लाग्यो र
र उहाँका गीतहरू पनि सुन्यौँ। अब थुप्रै कुराहरू छन्। अब धेरै लामो भिडियो बन्ने भएकाले अब अहिले चाहिँ छुट्छौँ सबैजनाले। अहिले बिदाई छ, अहिले बाई बाई भन्न चाह्यौँ है। फेरि पनि हामीहरू भेट्नेछौँ तर खतरनाक भएर। तर अल इन्डिया गीत रेकर्डिङ भिडियो सुटिङको लागि सिलाल म्युजिक प्राइडलाई सम्झाउन सक्नुहुनेछ। हाम्रो सुविधाहरू म्युजिक एरेन्ज, डाइरेक्टर, क्यामेरा, एडिट अनि लय शब्द पनि उपलब्ध गराइनेछ तपाईँहरूलाई। हजुर एकदमै लय र शब्द तपाईँहरूसँग छैन भने पनि उपलब्ध हुन्छ। त्यो कुराको पनि तपाईँहरूले टेन्सन नलग्नु होला। तपाईँको सपना कुनै अब पुरा हुनेछ रामसिलाल म्युजिक प्रालीमा, त्यो पनि थ्याङ्क यू सो मच।